मासु बनाएको थिएँ रुममा हैन। हाम्रो चाहिँ यस्तै खुवाउँछ स्टाफलाई टाइममा रातो सातो सबै खुवाउँछ स्टाफलाई। अनि अब के गर्नु ल, प्लेट नभएर कि हामी चाहिँ धेरै छौँ कि धेरै न 4 जना छौँ यार। देखाएर मान्छेले किन देखाउनु। म यता छु हान्न आँटेको ल केटा उठाऊ उठाम न हो यार। खोइ त नि खाए ल खाए ल। भिडियो बनाउन आउँदैन युट्युब च्यानल खोल्छ कि दाइ ल यहाँ पनि त हाल्नु न सब्जी यता हाल्नु न। केटा हुन्छ हात हाल्ने ठाउँै भएन त यता ल ल यता नि छ 4 जनाको भएको एकैचोटि हाम्रो एउटा न कहाँ लिएर आयो त भात खाँदा त बस मलि चिप्टा भयो मलि खानु ओली पनि चाहिन्छ हौ त एकछिनमा पनि चाहिन्छ हौ भात छ हौ। खाना चाहिँ कहाँ राख्नु खुट्टा माथि राखेर हान्नु न दाइ। क्वालिटी मान्यो ग्रेभी त भेट्दिनँ त हौ। ल ताउडे यस्तो लाडोदेखि आँखा देखाएर